बालनजीलाई म अन्तिम के प्रश्न सोध्न चाहन्छु भने तपाईले जेनजीलाई उकास्नु भयो। अब यस्तो गरौँ है उस्तो गरौँ है भन्नुभयो। पहिला र्याप स्याप गाएर निकै फलोअर्स बढाउनु भएको मान्छे, त्यसो भएको कारणले जेनजी पुस्ता भनेको तपाईको छैन 15-16 उस्तै मसिना नानीहरू, उनीहरूलाई के थाहा हुँदैन त्यति धेरै। उहाँहरू आन्दोलनमा जानुभयो हैन, टाउको टाउकोमा गोली हानियो हैन, कसले हान्यो त्यो रहस्यको कुरा होला। गिनी बोकेर बाउलाई हिँडेको थियो यो जेनजीहरू, हो कि हैन है? त्यस पछाडि त्यो आन्दोलनले यति धेरै उत्कर्ष लियो कि सिंहदरबारसम्म जल्यो। तपाईको श्रीमतीलाई प्रहरीले रोक्दाखेरि सिंहदरबार जलाउनु भनेर भन्नुभयो, जलाउँछु भनेर भन्नुभएको थियो। त्यो आन्दोलन मार्फत तपाईले त्यो जलाउनु भयो है। त्यस पछाडिको अवस्थामा प्रधानमन्त्री बन्नका लागि जेनजीले तपाईलाई सोधेको थियो, खोजेको थियो। त्यतिखेर तपाई किन डरले लुकेर बस्नुभयो?